नमस्ते मलाई धेरैजनाले सोधिरहनु भएको थियो हैन युएनमा कसरी अप्लाई गर्नुभयो भनेर खास युएनमा चाहिँ धेरै प्लेटफर्महरु हुन्छ धेरै अपर्च्युनिटिजहरु हुन्छ इन्टर्नशिप युएनभी अनि स्टाफ लेभल नेशनल स्टाफ सबै अपर्च्युनिटिजहरु हुन्छ मैले चाहिँ आज युएनभी को बारेमा चाहिँ युएनभी मा चाहिँ कसरी अप्लाई गर्ने भनेर अलिकति छोटो भिडियो ल्याएको छु आई होप इट विल बी हेल्पफुल लेट्स गेट स्टार्टेड है त क्वेशन्सहरु के छ भने चाहिँ कमेन्ट गर्नुभयो हुन्छ ओके फर्स्टमा चाहिँ म तपाईहरुलाई इन्स्पिरा र युएनभी प्लेटफर्मको बारेमा देखाउँछु है इन्स्पिरामा चाहिँ इन्स्पिरा र युएनभीमा चाहिँ प्लेटफर्ममा चाहिँ के सिमिल्यारिटी छ भनेदेखि चाहिँ तपाईहरुले यसमा चाहिँ ड्राफ्ट प्रोफाइल क्रिएट गरेर राख्न सक्नुहुन्छ हैन एप्लिकेसन क्रिएट गरेर राख्न सक्नुहुन्छ अनि जब भ्याकेन्सीमा चाहिँ त्यही ड्राफ्ट युज गरेर पनि अप्लाई गर्न सक्नुहुन्छ टाइम टु टाइम अपडेट गर्दै गर्नुपर्छ है आफ्नो एक्सपिरियन्स अनुसार अनि डिफरेन्स के हुन्छ भनेदेखि चाहिँ तपाई रोस्टरिङमा बस्दाखेरि मेम्बरशिप रोस्टर मेम्बरशिप भएर बस्दाखेरि चाहिँ इन्स्पिराको एउटा सर्टेन एक्सपायरी डेट हुन्छ भने भलन्टियर प्लेटफर्मको चाहिँ 1 वर्ष मात्रै दिन्छ तपाईले इन्टरभ्यूहरु क्लियर गरिसकेपछि रोस्टरमा बस्नुभयो भनेदेखि चाहिँ भलन्टियरमा 1 वर्षसम्म अरु अपर्च्युनिटी आयो भने तपाईलाई लिन सक्ने चान्सेस आइबयो अनि इन्स्पिरामा चाहिँ तपाईको एक्टिभ हुन्जेलसम्म एक्सपायरी डेट नआउन्जेलसम्ममा चाहिँ तपाईलाई लिन सक्ने प्रोबेबिलिटी हाई भयो है अब आज चाहिँ भलन्टियरको बारेमा चाहिँ अलिकति डिस्कस गरौँ हैन इन्स्पिराको चाहिँ अर्कोमा कभर गरौँला अब इनकेस तपाईहरुले अब यो प्रोफाइल प्लेटफर्म हेर्नुभयो भनेदेखि चाहिँ टपमा तपाईले युभीपी लगइन भनेर प्लेटफर्म लगइन भनेर देख्नुहुन्छ हैन तपाई अलरेडी क्रिएट गरिसक्नु भएको छ भनेदेखि चाहिँ लगइन गर्दा भयो हैन न्यू हो पेजै क्रिएट गर्नु भएको छैन भने चाहिँ स्क्रोल गर्नुस् हैन स्क्रोल गर्दै जाँदा यु विल फाइन्ड मेनी थिंग्स पढ्नलाई मटेरियल्सहरु युएनभी को बारेमा हुन्छ अब तल चाहिँ बिकम अ भलन्टियर भनेर छ त्यहाँ चाहिँ तपाई भलन्टियर अनलाइन अब्रोड आफ्नो देशमा हैन ट्यालेन्ट पुलमा कसरी रजिस्टर गर्ने भनेर छ भलन्टियर अब्रोडमा क्लिक गर्न सक्नुहुन्छ हैन तपाईको अब इन्ट्रेस्ट अनुसार क्लिक गर्न सक्नुहुन्छ अनि तपाईले अब यो पेज ओपन गरिसकेपछि अपर्च्युनिटिजहरु के छ भनेर फाइन्ड योर भलन्टियर अपर्च्युनिटीमा क्लिक गरेर हेर्नुभयो भनेदेखि चाहिँ तपाईलाई डिस्क्रिप्सन अफ असाइनमेन्टहरु मजाले देखाउँछ हैन यो चाहिँ अहिले टाइल फर्ममा देखाइराछ यसमा चाहिँ अर्गनाइजेसन वाइज स्लट भएको छ अब तपाईले लिस्टमा यता यो कर्नरको 4वटा टाइल जस्तो र 4वटा लाइन जस्तो छ त्यहाँ क्लिक गर्नु लाइन जस्तोमा क्लिक गर्नुभयो भने चाहिँ लिस्टमा देखाउँछ हैन कतिवटा भ्याकेन्सी छ भनेर अब यता टप लेफ्टको 3टा लाइनमा क्लिक गर्दाखेरि चाहिँ तपाईले यो कन्डिसन अफ सर्भिस एसओपीजहरु रिसोर्सेसहरुको पेज खोल्नुहुन्छ त्यहाँ चाहिँ तपाईको इन्टाइटलमेन्ट पाउने देखि लिएर एसओपीजहरु के छ के कन्डिसन्सहरु छ सबै तपाईले चाहिँ भलन्टियरको बारेमा पढ्न सक्नुहुन्छ है त प्याकेजेसहरु के पाइन्छ हैन त्यो कुराहरु सबै लिस्ट गरेको छ अब तपाईले टपमा हेर्नुभयो राइटपट्टि भने चाहिँ साइन अप भनेर पनि आयो बल्ल हैन लगइन अर साइन अप अब त्यसमा क्लिक गर्नुभयो भने चाहिँ साइन इन विथ एक्जिस्टिङ अकाउन्ट तल चाहिँ साइन अप नाउ भनेर जस्तै तपाईहरुले फेसबुकहरु चलाउनुहुन्छ त्यस्तै प्लेटफर्म छ है अब साइन अप नाउमा क्लिक गरेर आफ्नो इमेल एड्रेसहरु पासवर्ड क्रिएट गर्ने सबै त्यो सोशल मिडियाको प्लेटफर्मको जस्तै गरी एउटा पेज आउँछ अब तपाईले चाहिँ इमेल एड्रेस टाइप गर्नुस् आफुलाई जुन भ्यालिड इमेल एड्रेस छ तपाईको युज गरिरहने रेगुलरली त्यो युज गर्नु होला हैन नोटिफिकेसनहरु मिस हुँदैन अनि सेन्ड भेरिफिकेसन कोड क्लिक गर्नुस् किनभने तपाईको इमेल एड्रेस भ्यालिड छ कि छैन भनेर चाहिँ तपाईलाई एउटा कोड आउँछ है भेरिफिकेसन कोड इमेलमा आइसकेपछि चाहिँ तपाईले भेरिफिकेसन कोड एन्टर गर्नुस् अनि त्यसपछि भेरिफाई कोड गर्नुस् है त अब यति गरिसकेपछि तपाईलाई पासवर्डहरु एड गर्न भनेर दिन्छ पासवर्ड एड गर्नुस् अनि
तपाईँले नर्मल रजिस्टर गरेर नेक्स्टमा जानुभयो भने दुईवटा अप्सन दिन्छ। एउटा आइएम एन इन्टिटी, आइएम अ क्यान्डिडेट। हामी क्यान्डिडेट हो, हामी भलुन्टियर अपर्च्युनिटिज खोजिरहेछौँ होइन, त्यसमा कन्टिन्यू गर्ने। अब यो प्लेटफर्म खुल्छ, यसमा तपाईँको प्रोफाइल भएर खोल्यो होइन। यतापट्टि टप कर्नरमा हेर्नुभयो भने ड्यासबोर्ड, असाइनमेन्ट, एक्सप्लोर भनेर छ। तपाईँले अघिको मैले एक्सप्लेन गरे जस्तै डिओएसहरू के छ भ्याकेन्सी हेर्न मिल्यो होइन, धेरै देखाउँछ यतापट्टि। अब तपाईँको चाहिँ यु मस्ट कम्प्लिट यो प्रोफाइल भनेर छ। प्रोफाइल चाहिँ कम्प्लिट गर्नै पर्छ, नभएदेखि अब यो केही हुने भएन प्रोफाइल नगरिकन होइन। यो चाहिँ अब अफिसियल वेबसाइट भएको भएर तपाईँहरूको चाहिँ अथेन्टिसिटी र इन्टिग्रिटी चाहिँ मेन्टेन हुनपर्छ है। इन्फर्मेसनहरू चाहिँ भ्यालिड दिनु होला। अब तपाईँले चाहिँ यहाँ एडिट प्रोफाइल गर्नुभयो भनेदेखि सबै एड गर्न मिल्छ। पहिलाको एन्टर गरेको इन्फर्मेसनहरू रङ छ भने पनि तपाईँले यसलाई एडिट गर्न मिल्यो। अब यो सबै भर्दै जाँदा हाउ डिड यु हियर अबाउट युएनभी भनेर छ। यसमा अब इन्टरनेट सर्च होइन, जब फेयरहरू, करियर फेयरहरू, वर्ड अफ माउथ सबै छ होइन। अब तपाईँलाई कुन चाहिँ भ्यालिड हुन्छ, तपाईँले चाहिँ कसरी थाहा पाउनुभयो त्यो अनुसार हुन्छ, त्यो अनुसार क्लिक गर्दा हुन्छ ड्रप डाउनमा होइन। अदर छ भने अदर गरेर मेन्सन गरिदिँदा हुन्छ। अनि करेस्पोन्डेन्ट ल्याङ्ग्वेज छ। करेस्पोन्डेन्स ल्याङ्ग्वेजमा तपाईँहरूले के युज गर्नुहुन्छ होइन, इङ्ग्लिस, फ्रेन्च, स्पेनिस त्यो क्लिक गर्नुहोस्। त्यसपछि नेसनालिटी एट बर्थ, तपाईँ जन्मिँदा कुन नेसनालिटीको हुनुहुन्थ्यो, अनि तपाईँको करेन्ट अहिलेको नेसनालिटी के चलिरहेछ, र लिगली तपाईँको पासपोर्ट कुन देशको छ त्यो चाहिँ चाहिन्छ नि है। अनि अब मराइटल स्टेटस भइहाल्यो होइन। त्यसपछि इन्ट्रेस्टेड इन सर्भिङ एज अ भलुन्टियर भनेर छ तलको अप्सन होइन। अब यसमा चाहिँ पहिला के अरे अनलाइन भनेर थिएन, अनलाइन पछि ल्याएको के अरे युएनबीमा। अब तपाईँहरूले चाहिँ बोथ अनसाइट एन्ड अनलाइन गर्नुभयो भने अनलाइन अपर्च्युनिटिजहरू पनि, वर्क फ्रम होमहरू पनि धेरै हुन्छ है। अब डु यु कन्सिडर योर सेल्फ एज अ पर्सन विथ डिसेबिलिटी भन्दाखेरि चाहिँ यदि तपाईँको विल चेयर अथवा भनौँ न हियरिङ, स्पिकिङहरू छैन भने चाहिँ तपाईँले त्यसलाई अन गरेर अकोमोडेसनहरू त्यही अनुसारको राख्नुपर्छ। फोन इन्फर्मेसनमा भ्यालिड मोबाइल नम्बरहरू युज गर्नुहोस्, किनभने वाट्सएपहरूमा चाहिँ मेसेजहरू आउन सक्छ, फोन आउन सक्छ होइन, तपाईँको बारेमा कम्युनिकेसन हुनसक्छ। अनि त्यो अनुसार फोन नम्बर भ्यालिड राख्नु। यसमा स्पेस नराख्नु, स्पेस राखेर एक्सेप्ट गर्दैन है। अब त्यही भएर स्पेस चाहिँ हटाउनु। अनि कन्ट्री कोड नबिर्सिनुहोस् है त। नर्मली नेपालमा हामीले कन्ट्री कोड युज गर्दैनौँ। त्यसपछि पासपोर्ट चुज गर्न पर्यो होइन, एउटा भ्यालिड पासपोर्ट राख्न पर्यो। अनि क्लोजेस्ट सिटी, एयरपोर्ट अफ डिपार्चर भनेर छ। तपाईँले त्यो एयरपोर्ट अफ डिपार्चरमा चाहिँ नजिकको अब तपाईँ कुन एयरपोर्टबाट, अहिले त नेपालमा अरू एयरपोर्ट पनि छ, पहिला त अप्सन थिएन होइन, त्यही अनुसारको राख्नुहोस् है। यो चाहिँ तपाईँको पछि यो पर्मानेन्ट एड्रेसमा काउन्ट हुन्छ, अथवा तपाईँ ट्राभल गरिरहन पर्ने एड्रेस कुन हो भनेर उनीहरूले बुझ्न खोज्छ है त। अनि अब करेन्ट एड्रेसमा तपाईँहरूको आफ्नो एड्रेस राख्नुहोस् है। तपाईँहरू अहिले कहाँ हुनुहुन्छ त्यही एड्रेस राख्नुहोस्। अब जस्तै कसैले त अब इन्टरनेसनल अर्गनाइजेसनमा काम गरिरह भएर अरू नै देशहरूमा पनि हुनसक्छ होइन, त्यहाँ त्यो एड्रेस राख्नुहोस्। अनि पर्मानेन्ट एड्रेस चाहिँ सेम छ भने तपाईँहरूले कपी गर्दा हुन्छ है त। कपी एज करेन्ट एड्रेस गर्दा पनि हुन्छ, नभए फेरि पर्मानेन्ट एड्रेस चाहिँ तपाईँको अब फर इक्जाम्पल तपाईँ नेपाली हो पर्मानेन्ट एड्रेस, तर तपाईँ इन्डिया बसेर काम गर्दै हुनुहुन्छ अथवा अरू कन्ट्रिजबाट काम गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले करेन्ट एड्रेस चाहिँ अर्को कन्ट्री राख्नुपर्छ।
अब अरू स्क्रोल गर्दै जानुहोस् होइन, प्रोफेसनल एक्सपिरियन्सहरू छ, क्वालिफिकेसनहरू छ होइन, रेफरेन्सेसहरू छ, तपाईँहरूको डकुमेन्टेसनहरूको छ। यसमा चाहिँ अब तपाईँहरूले एड गर्दै जानुपर्छ है। एकाडेमिक क्वालिफिकेसन भनेर सर्टिफिकेटहरू अपलोडहरू पनि गर्नुपर्ने हुन्छ। तपाईँहरूको ट्रेनिङहरू के छ त्यो सबै अपलोड गर्नुपर्ने हुन्छ होइन, इन्फर्मेसनहरू। त्यसपछि सबमिट गर्नुपर्छ। अब बेटर चाहिँ सायद मैले मेरो प्रोफाइल देखाउँदा हुन्छ होला, जुन अलरेडी फिल्ड छ होइन। अब म तपाईँहरूलाई चाहिँ मेरो आफ्नो प्रोफाइल देखाउँछु, जसले गर्दाखेरि चाहिँ तपाईँलाई अलिकति अझै क्ल्यारिटी हुन्छ है त। अब यो चाहिँ मेरो प्रोफाइल भयो होइन। यसमा चाहिँ अलरेडी म सर्भिङ भएर भलन्टियर भनेर देखाइरहेछ। अब मैले मेरो प्रोफाइलमा फोटो त्यो आइकनमा क्लिक गऱ्यो भने प्रोफाइल भनेर देखाउँछ, एडिट प्रोफाइल छ। अब यसमा मेरो प्रोफाइलमा हेर्नुभयो भने सबै इन्फर्मेसनहरू छ, किनभने अलरेडी क्रिएटेड प्रोफाइल हो होइन। अब यो पहिला आइएम इन्ट्रेस्टेड इन सर्भिङ एजमा चाहिँ अन साइट मात्रै थियो, अप्सन थिएन। अब अहिले बोथ अन साइट एन्ड अनलाइन भनेर अपडेट भएको छ होइन। अब यो अघि मैले भनेको सबै छ। यो पासपोर्ट भनेर मेरो चाहिँ यो एक्सपायर भयो भएर फेरि अपडेटेड पासपोर्ट राख्न पर्ने भयो भएर है त मैले अपडेट गरिसकेँ। अनि अब यहाँ हेर्नुभयो भने इभिडेन्स अफ प्रोफेसनल सर्टिफिकेसन भनेर छ त होइन। अब यो चाहिँ फर्स्टमा चाहिँ तपाईँहरूले आफ्नो हाल्नुपर्छ यो एकाडेमिक सर्टिफिकेटहरू, पछि चाहिँ तपाईँहरूले आफूले गरेको ट्रेनिङहरू अपलोड गर्दै जाने हो होइन। आइटी चाहिँ हामीले कति सिकिरहेको हुन्छौँ तर खासै हुँदैन, त्यही भएर आफूले डिस्क्रिप्सनमा चाहिँ सेल्फ लर्न्ड हो कि डिप्लोमा छ कि त्यो सबै एक्सप्लेन चाहिँ गरिदिँदा राम्रो है। अब ल्याङ्ग्वेजेसहरू छ होइन, ल्याङ्ग्वेजेसहरू हेर्नुभयो भनेदेखि चाहिँ म खासै मलाई जे ल्याङ्ग्वेज आउँछ त्यही नै राखेको छु मैले है। अब मेरो अरू प्रोफेसनल एक्सपिरियन्सहरू छ होइन। प्रोफेसनल एक्सपिरियन्सहरूमा चाहिँ मैले के गरेको छु सुरुदेखिको राखेको छु। रेफरेन्सेसहरू चाहिन्छन्, एटलिस्ट 3टा चाहिन्छ, त्यही भएर 3जनाको नाम चाहिँ मेन्सन हुनैपर्छ। अब युएनभीमै कन्ट्याक्टमा करेन्ट इम्प्लोयरमा चाहिँ अनै राख्नुहोस्, किनभने उनीहरूले खोज्छ होइन। त्यो अफ भयो भने चाहिँ सस्पिसियस लिन्छ, त्यही भएर त्यो अनै राखेर अनि सबमिट गरिदिनुहोस् है। अब तपाईँहरूले प्रोफाइल सर हेर्न सक्नुहुन्छ है त। एक्सपिरियन्सहरू सबै उनीहरूले देखाएको हुन्छ। यो एक्सपिरियन्स काउन्ट चाहिँ प्रोफेसनल लेभलदेखिको गरेको हुन्छ उनीहरूले है। अब हामी फेरि ड्यासबोर्डमा जाऊँ होइन। ड्यासबोर्डमा चाहिँ तपाईँहरूले डिस्क्रिप्सन अफ असाइनमेन्ट खोलेर अनि भ्याकेन्सीहरू के छ होइन, तपाईँहरूलाई अब आफ्नो इलिजिबिलिटी क्राइटेरियाहरू मिट भएको छ कि छैन सबै हेरेर अनि डिस्क्रिप्सनहरू पढेर अनि त्यसपछि छ भने अप्लाई गर्न मिल्छ है। अब फर इक्जाम्पल यो मैले खोलेँ होइन। अब यसमा तपाईँहरूले तल स्क्रोल गरेर हेर्दै जानुभयो भनेदेखि के छ है, टाइप के छ, डिटेल्सहरू के छ होइन। अनि तपाईँको क्राइटेरियाहरू मिट हुन्छ कि हुँदैन त्योहरू पढ्न मिल्यो है। तपाईँको इन्ट्रेस्टमा पर्छ कि पर्दैन यो भन्ने कुरा चाहिँ तपाईँले खोलेर अनि अप्लाई होइन, बटन अप्लाई चाहिँ थिच्नै पर्छ है त। तपाईँहरूलाई म अलिकति अप्लाई गर्न पनि देखाइदिन्छु, त्यो भयो भने अलिकति सजिलो हुन्छ। अब तपाईँहरूले अप्लाई बटन क्लिक गरिसकेपछि चाहिँ मोटिभेसन होइन अनि इयर्स अफ रेलिभेन्ट एक्सपिरियन्स, आइ एम अभाइलेबल टु वर्क, यो सबै आउँछ है। यसमा रिट्रिभ द मोटिभेसन स्टेटमेन्ट फ्रम माई लास्ट एप्लिकेसन भनेर लेख्नुभयो भने चाहिँ पहिला तपाईँले अप्लाई गरेको जबको लागि के मोटिभेसन स्टेटमेन्टहरू थियो त्यो आफै रिट्रिभ हुन्छ। तपाईँलाई होइन मैले चेन्ज गर्छु जस्तो लाग्छ भने अनि आफ्नो हिसाबले फेरि मोटिभेसनल स्टेटमेन्टहरू चाहिँ लेख्दा हुन्छ होइन। यो मोटिभेसन स्टेटमेन्ट लेख्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ त्यो क्राइटेरियासँग चाहिँ म्याच हुने गरेर चाहिँ लेख्नुभयो हुन्छ। अब इयर्स अफ रेलिभेन्ट एक्सपिरियन्स भयो होइन। अब त्यो तपाईँको कति छ एक्सपिरियन्स त्यो हेर्नुहोस्। यो चाहिँ अनलाइन भएको भएर कति घन्टा दिन सक्नुहुन्छ तपाईँले भनेर छ। अनि तल यो सबै लहरूको छ कि तपाईँहरूले कुनै अब्युजमा कुनै भाइलेसनहरू रुलहरू भाइलेट गर्नुभएको छ कि कुनै भाइलेसनमा हुनुहुन्छ कि होइन, अगेन्स्ट द ल कुनै क्राइम रेकर्डहरू छ कि, योहरूको सबै क्वेसनियर्सहरू हो। यो चाहिँ तपाईँले इन्टिग्रिटी र अथेन्टिसिटी सहित चाहिँ तपाईँले आन्सर गर्नुपर्ने हुन्छ है त। अनि लास्टमा एक्नोलेज क्लिक गरेपछि
अनि अप्लाई गर्दा तपाईको एप्लिकेसन सबमिट हुन्छ। यसरी नै हो प्रोसेस। क्वेसन्सहरु केही छ भने चाहिँ कमेन्ट गर्नुस् है त। आई विल ट्राई टु आन्सर देम अल। आई होप भिडियो अलिकति क्लियरै भयो होला हैन। अब के पनि थाहा नहुँदाखेरि अलिक गाह्रै हुन्छ। अलिकति डिटेलमै एक्सप्लेन गरेको छु। अझै पनि के क्वेसन्सहरु छ भनेदेखि चाहिँ कमेन्ट गर्नुस्। म यसको सबै आन्सर दिने कोसिस गर्छु। मलाई जति थाहा छ, मैले जति सिकेको छु, आई विल बी ह्याप्पी टु शेयर। थ्यांक यू फर वाचिङ एन्ड प्लिज सब्सक्राइब माई च्यानल। थ्यांक यू।